ल रोजी, मैले मेरो श्रीमतीलाई हिजो बेलुका कुटेर घरबाट निकाल्देँ। तिमीले के भन्थ्यौ भने तिम्रो श्रीमती निकाल्देऊ, म आउँछु। मैले हिजो कुटेर निकाल्देँ। ल अब जाउँ न। कुटेर पो निकालिदिएको, त्यस्तो गलत गर्नु हुन्थेन नि त। अब मान्दैन, राम्रो मुखले जा त भन्दा नि मान्दैन, घर गरेर खा भन्दा नि मान्दैन, एउटा बच्चा मलाई चाहियो भन्दा नि मान्दैन, अनि 2-4 झापड देशी अनि गई। तिमीले त्यस्तो लभ गरेर बिहे गरेको बुढीलाई त कुटेर निकालिदिए भन्छौ, मलाई त झन् तिमीले के गर्छौ होला। हेर, लभ गरेर बिहे गरे पनि मागेर बिहे गरे पनि श्रीमतीले जुन श्रीमतीको ठाउँमा आइसकेपछि श्रीमतीले दिनुपर्ने खुसी पनि दिनुपर्छ। श्रीमानलाई मात्र होइन, परिवारलाई खुसी दिनुपर्छ। त्यो त तिमीले खुसी बनाउन सक्नु पर्यो नि त। अनि तिम्रो पनि त केही कमी कमजोरी होला। ए बाबा, कोही आइमाईहरू कोही नारीहरू यस्ता हुन्छन् कि कलेजै काटेर दिँदा पनि, घाँटी काटेर दिँदा पनि, हातै काटेर दिँदा पनि मान्दैनन्। हेर, तिनीहरूलाई चित्त बुझाउन सकिँदैन। कोही देवी जस्तो, देउता जस्तो, दिनकै पूजा गरौँ जस्तो पनि छन्। हेर, सबै राम्रा केटी मान्छे नै छैनन्, सबै राम्रा केटा मान्छे नै छैनन्। कहिलेकाहीँ जीवनसाथी गलत पर्दाखेरि मान्छेको जिन्दगी नर्क हुँदो रहेछ। मेरो जिन्दगी नर्क भएको छ, म तिमीसँग स्वर्ग जान चाहन्छु। मसँग बिहे गरेर चाहिँ तिमी स्वर्गमा जान्छौ र ग्यारेन्टी छ तिमीलाई? ग्यारेन्टी छ। अहिलेदेखि त्यस्तो ग्यारेन्टी चाहिँ नलिइहाल क्या। भोलि हाम्रो पनि के हुन्छ के थाहा। केही हुँदैन। मलाई तिमीले माया गर्छौ, तिमीलाई म माया गर्छु। हेर न, मेरो कुरो छ न, 40 कटेसी रमौला भन्छन्। अब यो गीतले भन्ने मात्रै हो, रमाउन नसकिने रहेछ होइन। म 40 कटिसकेको छु, मेरो घर परिवारमा बच्चा छैन। हेर होइन, अब 8-10 वर्ष 10 हुन त अब कहिलेकाहीँ 80 वर्षको बुढाले पनि बच्चा पाए भन्छन्। अब 80 वर्ष बाँचेला नबाँचेला त्यो अब यही हो हावापानी होइन हाम्रो देशको। अब यहाँ गाउँमा त राम्रै छ, अब सहर बजारमा तिमीलाई थाहा छैन। अब एउटा बच्चा चाहियो भनेर मलाई त नभइ नै हुन्थ्यो। मेरी आमाले, दिदी बहिनीले सबैले के भन्छ, ला काम छैन यो भन्छन्। कतिले त म हिँड्दाखेरि बाटोमा मुन्टो यसो फर्काउँछन्। अनि किन मुन्टो उता फर्काएर त मुला बच्चा नभए मान्छेको मुख हेरेर अलक्षिन लाग्छ, मेरो साइड बिग्रिन्छ भन्छन्। त्यो त गाउँघरमा भन्छन्। अब मलाई त त्यस्तो यो कति कुराहरू त कुरीति रूढिवादी जस्तो लाग्छ कि नभए नि केही छैन, मलाई ठिकै छ, भए नि ठिकै छ जस्तो लाग्छ। तर यो समाजमा बस्नलाई, हाम्रो समाजमा स्पेसल्ली, अब यो अरू देशको समाज त म गएको छैन, मलाई थाहा छैन, तर हाम्रो समाजमा बस्नको लागि एउटा बच्चा, श्रीमती, घर परिवार भयो भने छुट्टै खालको हेराइ हुँदो रहेछ। होइन भनेदेखि छुट्टै खालको हुँदो रहेछ। हुन नि अब बेलुका अब फेरि कतिपय श्रीमती नभएपछि, बच्चा बच्ची नभएपछि कोही जाँड रक्सी खाने, कोही गाँजा भाङ धतुरो खाने होइन, कोही कता जाने, कोही अब नालीतिर लड्ने, अब त्यस्तो बिग्रिने पनि हुँदो रहेछ। तिमीमा केही कमी कमजोरी पो छ कि? तिमी पत्ता लाउ नि त के कमी कमजोरी छ। हुन्छ, तिमीलाई हो नि त कमी कमजोरी छ। म सबै कुराले भरिपूर्ण एकदम पूर्ण प्याकेज होइन। ममा नि कमी कमजोरी छ। मलाई रिस उठ्छ होला, म झगडा गर्छु होला, कहिलेकाहीँ रक्सी पनि खान्छु होला, दिमाग खराब हो भनेदेखि 1-2 गिलास। त्यस्तो कुरा होइन कि अरू नै कुराको लागि म कमी कमजोरी छ कि यसो डक्टरलाई देखाएको छैन र? तिमीले बुढीले पनि देखायो होला नि त, छैन? बुढीले मलाई देखाइ, मैले बुढीलाई देखाएँ। अब त्यो डक्टरलाई देखाउने काम चाहिँ भएन। डक्टरलाई देखाउनु पर्थ्यो नि त एकचोटि। बुढीले मलाई के देखाइ थाहा छ तिमीलाई? तारा देखाइ त्यसले मलाई। गालामा हिर्काउँछेर होइन, अब यता कुर्छे, लात्तले पनि कुर्छे, लात्तले श्रीमानलाई हान्छे। अब मैले यसो सोचेँ, हाम्रो समाजमा चाहिँ श्रीमानलाई लात्तीले हान्नु गलत हो, श्रीमान भनेको देउता सरह मान्छन्। तर म त्यो मान्यता मान्न नि तयार छैन क्या। श्रीमान भनेको श्रीमान हो, श्रीमती भनेको श्रीमती हो। दुवैजना एक रथका पाङ्राहरू हुन्, अथवा एउटा साइकलका 2टा पाङ्रा हुन्, एउटा मोटरसाइकलका 2टा पाङ्रा हुन्। श्रीमानले श्रीमतीलाई लात्तीले हान्नुहुन्छ नि श्रीमतीले पनि श्रीमानलाई लात्तीले हान्नु चाहिँ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। मलाई त्यस्तो लाग्छ। बराबर तिम्रो मेरो माया बराबर होइन। श्रीमानले श्रीमतीलाई एक चड्कन हान्नुहुन्छ नि श्रीमतीले पनि श्रीमतीलाई एक चड्कन हान्नुहुन्छ। तर हाम्रो कल्चरमा चाहिँ के छ भने श्रीमानको खुट्टा बिहान उठेर ढोग्नु, किनकि राति खुट्टा लाग्छ, अनि श्रीमानको चाहिँ अलिकति भगवान जस्तै हो भन्छन्। भगवान चाहिँ होइन। कतिपय श्रीमान राक्षस जस्ता पनि छन्। श्रीमतीको टाउको काट्ने, श्रीमतीलाई मार्ने, दबाउने, घरमा श्रीमती हुँदाहुँदै बाहिर लाग्ने, घरमा श्रीमतीलाई बोल्न पनि नदिने। मेरो एकजना साथी छन् के उता काठमाडौँतिरका, घरको श्रीमती सोझी, र श्रीमतीले भन्दा केही सोच्दा पनि केही कुरा नि नसुन्ने, खालि अर्को एउटा चोकमा लगेर तरुनी राखेका छन्। त्यो तरुनी कहाँ गएर सधैँभरि त्यहीँ बस्छन्। उनले के भन्छन्, म त्यसलाई भेट्न जान्छु है, त्यहाँ त्योसँग काम छ भनेर त्यहीँ गएर बस्छन्। सिधै भनेरै जाने होइन, तिनको श्रीमतीसँग चाहिँ
मलाई भेट्न भनेर हिँड्छन् ए। अनि गएर चाहिँ त्यो टक्क लाएर त्यो केटीसँग गएर बस्छन् होइन ए। अब त्यो मेरो एकजना साथी हुन् अब नाम त किन भन्नु तिनको ठिकै अब छ। त्यस्ता पनि छन् त्यो भने त श्रीमतीलाई धोका दिने हो नि म धोका दिने मान्छे होइन म माया दिने मान्छे हो तर मलाई त खासै त्यस्तो केही आवश्यकता होइन हेर यो समाजमा बाँच्नको लागि मेरी आमाको लागि दाजुभाइ दिदीबहिनीको लागि एउटा बच्चा चाहियो भन्छन् तिमीले भनेको थियो हस्पिटल गएर डक्टर चेक गर मेरो बच्चा हुन्छ हुँदैन भने चेक गर्नलाई पहिला श्रीमतीसँग चेक गर्नु पर्यो नि त होइन पहिला त श्रीमतीलाई फकाउन जान्नु पर्यो नि त ए बाबा के गरेर फकाउने भन त अब एक थप्पड लगाएको छैन घरको अलिअलि काम त सघाइदिएकै छु मैले आफूले गर्न सक्ने काम गरेको छु अब जागिर खोज्यो जागिर पाइँदैन कुल्ली काम गर्न खोज्यो गयो ठेकेदारले पैसा दिँदैन गाडीमा गएर काम गरौँ अब हेल्परै काम गरौँ भने पनि अब पहिला कहाँ काम कुन चाहिँ गाडीमा काम गरे भनेर सोध्छ होइन अब हातमा सिप पनि चाहिँदो रहेछ मेन कुरा त सिप पनि खासै सिप छैन र कोदालो खन्ने हलो जोत्ने सिप छ अब अहिले त्यही मानो रोप्यो भने मुरी फल्थ्यो पहिला अहिले मुरी रोप्यो भने मानो फल्छ अब खेतबारी बाँझे त छैन अब काम त गरिरहेको छु अब गोरु जोत्न जान्छु कहिलेकाहीँ अब आफ्नो गोरु छैन अरूको गोरु जोत्न जाने हो होइन यसो कहिलेकाहीँ लाठे काम गर्छु अब के गर्नु छ र त्यही त हो यसो साडी किनिदिनु कहिलेकाहीँ यसो चुरापोती ल्याइदिनु केटी मान्छेको मन पगाल्न कति सजिलो छ त्यो त हो यस्तो हो मैले पछ्यौरी सछ्यौरी पनि किनेर ल्याएर दिएको हो अब पैसा हुँदाखेरि सबै मैले उसैले लगाएर कमाएको पैसा ल है बुढी आज 1000 रुपियाँ कमाएँ ल है बुढी आज 1200 कमाएँ भनेर लगाएर दिएकै हो के छ तँसँग गर खा भने अब कस्तो हुन्छ नि श्रीमतीले पनि श्रीमानले कमायो भनेदेखि जोगाउनु पर्यो त्यो खर्च गर्न पाइयो यदि नकमाउने श्रीमान छ भनेदेखि मेरो श्रीमानले कमाएको छैन हामी खान लाउन पुगेछ बस्न पुगेछ झुप्रो भनेदेखि पनि श्रीमान र श्रीमती खुसी भयो भने त्यही झुप्रोलाई दरबार मान्न सकिन्छ भन्ने कुरा गरिबहरूको कुरा हुन् होइन हामी गरिब छौँ त्यसरी मान्न सक्नु पर्यो नि त अब तिमी म गरिबसँग गयो तिमीलाई महँगो स्कुटी चाहियो आइफोन चाहियो होइन ठुल्ठुला हलमा फिल्म हेर्न जानु पर्यो सिङ्गापुर घुम्न जानु पर्यो भने त सकिँदैन नि त होइन तिमीलाई पेटभरि खान जे होस् कपडा लगाउनलाई खाना लाउन दुःख नहोस् एउटा घाम पानी छेक्ने एउटा ऊ होस् जाडोमा अलिकति सिरक 2टा सिरक होस् होइन जाडोमा सिरक खानु पर्यो नि त होइन हुन त 2जना श्रीमान श्रीमती भएपछि एउटाले पनि हुन्छ होइन तातो हुन्छ त्यतिकै अब जे होस् जाडोमा तातो होस् गरिबमा यसो पातलो लुगा लाउनु पनि होस् होइन अब त्यति चाहिँ अनि औषधि उपचार बिरामी भन्दा औषधि उपचार होस् बच्चालाई पढाउन पाइयोस् ऋण नलागोस् ऋण लागे पनि दिन नलागोस् त्यति होइन त भने ल अब के भन्नु मैले भन्ने कुरा भने म तिमीसँग बिहे गर्दिनँ तिमी जाऊ बुढीलाई फकाएर लिएर आऊ अस्ति चाहिँ गर्छु भन्छौ तिम्रो बुढी पठाइदियो अनि म आउँछु भने तिमीले एउटा नारीले अर्को नारीलाई त्यस्तो घात गर्नु मिल्दैन के तिमीले मलाई म नारी हो त मलाई घात भएन तिम्रो बुढी त नारी हो नि त म जस्तै अनि तिमीले बुढी निकाल्दियो म आउँछु भने त त्यो बेला मैले भने होला तर कुरा सुन्दा साह्रै दुःख लाग्यो जाऊ तिमी गएर बुढी फिर्ता लिएर आऊ म पनि जान्छु होइन तिम्रो अनुहार एकदम राम्रो छ थुतुनु ठिक भएन यो तिमीले भनेर मैले बुढी निकाल्दिएँ म कहाँ बुढी कि तिमी गर मेरो बुढी ल्याइदियो तिमीलाई बुढीले कतै कुरेर बसेकी पो छ कि लिन आउँछ भनेर त्यो हुनसक्छ चौतारीतिर कतै बस्या पनि हुनसक्छ तिमी गएर बुढी लिएर आऊ म त हेर मेरो कुरो सुन कि तिमी गएर मेरो बुढी ल्याइदियो कि तिमी मसँग होइन मैले लिएर आएर मिल्दैन क्या तिमी गएर फकाएर ल्याऊ न तिमी फकाउन सक्दैनौ भने त्यति पनि यसो चुरासुरा किनेर लैजाऊ पछ्यौरी एउटा पनि लिएर जाऊ त्यतिकै फकिन्छन् क्या केटी मान्छेको मन कमलो हुन्छ नि त अब घिउ कुटेर निकाले कसरी लिन जान्छ त फकाएपछि फकिन्छन् क्या केटी मान्छेको मन एकदम कमलो मलाई नफकाऊ मलाई फकाउनु पर्दैन त्यही बुढीलाई लिएर आऊ क्या फकाएर जाऊ त्यस्तो गर्नु मिल्दैन क्या तिमीले बुढी निकाल्दियो म आउँछु भन्यो र निकाल्दिएँ कस्तो अप्ठ्यारो पऱ्यो र अहिले आउँदैन तिमी म आउँदिनँ म बिहे गर्दिनँ अब बुढीलाई फकाउने जाऊ तिमी लिएर आऊ के बुढीलाई घरमा ल्याएर राख अब गाउँका कोही पनि बुढालाई तिम्रो बुढी निकाल्दिए म आउँछु नभन है त हुन्छ म कसैलाई पनि नभन मैले गल्ती गरिहालेँ अब म गल्ती गर्दिनँ ल त्यसो भए म बुढी लिन जानु त ल जाऊ मान्न भने है ल जाऊ खुट्टा ढोगेर पनि ल्याउँछु म के अन्त मबाट गल्ती भयो बुढी मलाई माफ गरिदेऊ भनेर पनि समाते उठबस पनि गर्नु है उठबस अब आफ्नो बुढी अगाडि उठबस संसारका सबभन्दा ठुल्ठुला मान्छे पनि आफ्नो बुढीको अगाडि गएपछि कानसँग उठबस गर्छन् किन थाहा छ तिमी त्यसरी गर्दियौ किन थाहा छ भन न बुढीले दिन्न नभए भात पकाएर बुढीले दिनु पर्यो भात पस्केर दिनु पर्यो भात पकाएर दिनु पर्यो चिया बनाएर दिनु पर्यो तातो पनि तताएर दिनु पर्यो हुन त बुढाले दिने पनि छन् होइन कानसँग उठबस नगरिकन दिन्न के यति कुरा जानेछ तिमीले फकाइहाल्छौ क्या तिमीले मलाई थाहा छ हो तिमी धेरै फकाउन सिपालु छौ के
ल म त्यो गरौँ त ल तिमी जाऊ म पनि जान्छु ल ल ल ल अब त्यो म तिम्रो बुढी निकाल्दियो म आउँछु नभन है भन्दिनँ मैले नि गल्ती गरेँ सरी ल ल ल म गएँ है ल बाई ल बाई ल बुढी तिमी कहाँ छेउ म आउँदैछु है फकाउन